कंग्रेचुलेसन टिम नेपाल। T20 वर्ल्ड कप अगाडि भएको वार्म अप खेलमा नेपालले 2 खेल मध्ये दुवै खेल शानदार तरिकाले जितेको छ। आज भएको खेलमा नेपालले क्यानाडा विरुद्ध 6 विकेटको शानदार जित दर्ता गरेको छ। पहिला टस जितेर ब्याटिङ रोजेको क्यानाडाले 20 ओभर ब्याटिङ गर्दै 6 विकेटको नोक्सानीमा 161 रन बनाउँछ र नेपाल सामु 162 रनको टार्गेट पेश गर्छ र जवाफी ब्याटिङमा आएको नेपालले 18 ओभर ब्याटिङ गर्दै 4 विकेटको नोक्सानीमा 162 रन बनाउँछ र आज क्यानाडा विरुद्ध 6 विकेटको शानदार जित दर्ता गर्छ 12 बल बाँकी छँदा नै। क्यानाडाको ब्याटिङ हेर्ने हो भने क्यानाडाले सुरुवाती क्रममा केही राम्रो खेलेर मिडल अर्डर पुरै फ्लप भएको थियो क्यानाडाको भन्देखि अन्तिममा शानदार फिनिसिङ गर्दाखेरि 161 रनसम्म पुग्न सकेको थियो र क्यानाडालाई 161 रनमै रोक्ने क्रममा नेपालका कप्तान दिपेन्द्र सिंह ऐरीले 6 जना बलरहरूलाई युजमा ल्याएका थिए, जसमा रहेका छन् करण केसी, सोमपाल कामी, ललित राजवंशी, नन्दन यादव, सन्दीप लामिछाने र कुशल भुर्तेल। जसमध्ये सोमपाल कामीले 3 ओभर बलिङ गर्दै 30 रन खर्चिएर 1 विकेट लिए भनेदेखि नन्दन यादवले भने 4 ओभर बलिङ गर्दै 42 रन खर्चिएर 1 विकेट लिए। त्यसैगरी सन्दीप लामिछानेले 4 ओभर बलिङ गर्दै 14 रन खर्चिएर 2 विकेट लिए भनेदेखि कुशल भुर्तेलले पनि 3 ओभर बलिङ गर्दै 26 रन खर्चिएर 2 विकेट लिए। यो त थियो नेपाली बलर्सहरूको प्रदर्शन। त्यसैगरी आज नेपाली ब्याट्सम्यानहरूको प्रदर्शन कस्तो रह्यो त्यो पनि म तपाईहरुलाई जानकारी दिन गइरहेको छु। ओपनिङमा आएका थिए कुशल भुर्तेल र आसिफ शेख। कुशल भुर्तेल 11 बल खेलेर 12 रन बनाउँदै आउट भए भनेदेखि सन्दीप जोराले 30 बल खेल्दै 4 चौका र 1 छक्काको मद्दतले 44 रन बनाएर आउट भए भनेदेखि आसिफले 29 बल खेल्दै 6 चौका र 3 छक्काको मद्दतले 58 रन बनाएर रिटायर आउट भएका थिए। त्यसैगरी गुलशन झाले 25 बल खेल्दै 31 रन बनाउँदाखेरि उनले 4 वटा बाउन्ड्री हानेका थिए, जुन चौकाको रूपमा थियो भनेदेखि गुलशन झाले आज नट आउट इन्डिङ खेलेका थिए। र त्यसैगरी लोकेश बमको भने आज खासै राम्रो प्रदर्शन रहेन। उनले 4 बल खेल्दाखेरि जम्मा 5 रन मात्र बनाउन सकेका थिए भनेदेखि लोकेश बहादुर बम आउट भइसकेपछि दिपेन्द्र सिंह ऐरी मैदान प्रवेश गरेका थिए। दिपेन्द्र सिंह ऐरीले 6 बल खेलिरहँदाखेरि 1 चौकाको मद्दतले 9 रन हानेका थिए भनेदेखि दिपेन्द्र सिंह ऐरी पनि आज नट आउट नै थिए। आजको खेल समग्रमा हेर्दाखेरि सुरुवाती क्रम निकै नै आक्रामक तरिकाले अगाडि बढिरहेको थियो भनेदेखि बीचमा गुलशन झा र लोकेश बमले स्ट्राइक रेटलाई त्यति माथि लान भने सकेनन्। आजको जितसँगै नेपाली टोली एकदम ठुलो मनोबलका साथ T20 वर्ल्ड कप खेल्नको लागि तयारी भएको छु भनेर जवाफ दिएको छ अन्य टोलीहरूलाई। अब नेपालले आफ्नो पहिलो खेल खेल्दैछ इङ्ल्यान्डसँग। तपाईहरुलाई के लाग्छ नेपाली टोलीले इङ्ल्यान्डसँग हुने खेल के नेपालले जित्न सक्ला त? इङ्ल्यान्ड जस्तो बलियो टोलीलाई हराएर के नेपालले अब विश्व क्रिकेटको जगतमा नेपाललाई हल्कामा लिनु भनेको चाहिँ तिमीहरुको ठुलो भूल हुनेछ भनेर के सन्देश दिन सक्ला त? त्यो भन्ने कुरा त पछि हेर्दै जाउँला तपाईहरुलाई आजको खेल कस्तो लाग्यो र नेपालले वार्म अप खेलमा युएई र क्यानाडा विरुद्ध शानदार जित दर्ता गरिरहँदाखेरि तपाईहरुलाई कस्तो महसुस भयो कमेन्ट गर्न भने नभुल्नु होला र तपाईहरुलाई नेपाली क्रिकेट मन पर्छ भने कृपया यो च्यानललाई सब्स्क्राइब गर्न भने नभुल्नु होला। म नेपाली टोलीको प्रत्येक खेलको अपडेट लिएर आउने नै छु।